दर्शकवृन्द, राज संस्थाको लागि भन्दै हजारौं व्यक्ति उतारेको राजावादीको समूहले आज दोस्रो दिन पनि आन्दोलन गरिरहेको छ। भ्रष्टाचार यही त हो नि, केही गरी खान पाइँदैन, केही गर्न खोज्यो, जे कुरा पनि खुट्टा तान्ने नै छ, त्यही भएर पनि हो। भएपछि ब्यालेन्स जस्तो हुनु पर्यो, नत्र भने राजा आऊ देश बचाऊ। अनिश्चित आन्दोलन गर्ने र राज संस्था फिर्ता ल्याउने, हिन्दू राष्ट्र कायम गर्ने लगायतका मुद्दा राखेको राप्रपा सहितका कतिपय राजावादी समूहले आज दोस्रो दिन पनि सडक सङ्घर्ष गरिरहेका छन्। अहिंसक उखान टुक्काले देश चल्दैन, देश बनाउनलाई युवाको भूमिका ल्याउनु, युवालाई ल्याउनुहोस्। हेर्नुहोस्, राजा भनेको बाउ हो। अब हामीले बाउ जन्माउनु पर्छ, नारायण दरबारमा मिलाएर बाउ जन्माउनु पर्छ। आफ्नै खर्चले आएको, आफ्नै खर्च झन्डा किनेको हो। अवस्था र व्यवस्था दुईटै परिवर्तन हुनुपर्छ। यति बेला पहिलो दिन रत्न पार्क छपक्कै ढाकिएको थियो भने अहिले दोस्रो दिन भने बिजुली बजार क्षेत्रमा राजावादी समूह उत्रेको छ। जन्मेपछि ब्यालेन्स जस्तो हुनु पर्यो, भएपछि होइन। ब्यालेन्स चाहिँ अलि एउटा हुनार नेता हुनुहुन्छ भने स्वतन्त्रबाट उठ्नु भएको छ। सकेसम्म शान्तिपूर्ण तरिकाले नै जाउँ, शान्तिपूर्ण तरिकाले नै राजा ल्याउँ। मान्छेलाई मारेर काटेर कसले राम्रो काम गरेर आएको छ? कुन नेताले? बस चलाएर, स्कुल बस चलाएर, घाँटी काटेर मान्छेलाई कसको सिन्दुर पोतेर आएको कुन नेताले के गर्दैछ?